लु है भगवान् फेरि यति चाहिँ गर्दैन हजुरले है मेरो सब्सक्राइब बढाइदिनु पर्यो सब्सक्राइब अरू केही पनि होइन अरू केही बढाउनु पर्दैन नमस्ते नमस्ते सब्सक्राइब फेरि एकचोटि सब्सक्राइब बढाइदिनु पर्यो है यहाँ म साथीहरू प्लिज म सब्सक्राइब गरिदिनु है म यहाँ भगवान् सामु यस्तो सुतेर बसेछु हेर्नु म भगवान् बोकै आएर पनि भन्न सक्छु मलाई सब्सक्राइब चाहियो क्या कम टु साथीहरू माई भ्लग सबैलाई स्वागत छ है आज चाहिँ म फेरि अर्को भ्लग लिएर आएको छु है हिजो हालेकोमा चाहिँ अलिक भ्युअरहरू पनि गर्न छ होइन अब आज हालेकोमा चाहिँ कसमा आउँछ थाहा भएन होइन म चाहिँ आज ठ्याक्क उयो डाँडा सबै यो डाँडाहरू घुम्ने छु आज होइन यो डाँडाहरू सबै घुम्ने छु काठमाडौँको होइन यतापट्टि हेर्नु यतापट्टि रमाइलो छ उता पनि रमाइलो छ होइन ठाउँ ठाउँ छ सबैलाई वेलकम छ सबैले स्वागत छ है सबैले सब्सक्राइब गरिदिनु होला है नयाँ हुनुहुन्छ भने सबैले सब्सक्राइब गरेर है बेल आइकन दबाउनु होला सबैजनाले त्यति गर्नु होला आज चाहिँ म ठ्याक्कै यही डाँडा कट्ने नै छु होइन अब अगाडि बढिरहेका छु निरन्तर सबैजनालाई स्वागत छ होइन सबैलाई वेलकम छ डबल ट्याप भन्नु भने टिकटक होइन सबैजनाले डबल सब्सक्राइब गरिदिनु होला है अब हामी खुल्ला रूपले अगाडि बढ्नेछौँ सबैजनाले भिडियो स्किप नगरी हेर्नु होला साथीहरू यो डाँडा फुत्तै चढ्नेछु म है यो डाँडा फुत्तै डाँडा ठ्याक्कै यहाँ मेरो बहिनी आउँदैछ यही बहिनीले हो मलाई घुमाउने आजको गाइड यही हो के भन्छ अरे घुमाउने मान्छेलाई के भन्छ गाइड कि के भन्छौ त्यो आजको तँ होइन त आज दाइलाई घुमाउनु लु अगाडि बढ्नु अब दाइलाई त घुमाउनु पर्यो है के जानुपर्ने ठाउँ कहाँ अरे हामी डाँडातिर होइन यो समृद्धि टोल के अरे नगरपालिका चन्दनपुर के हो चको अर्थ के हो टुरिस्टै हो त्यही भन्छ होला यात्री भयो टुरिस्ट भयो यो डाँडा त रमाइलो देखिन्छ त हेर्दाखेरि त अनि माथिबाट घुमौँ है अब राम्रै हुन्छ कतिजना जाने हामी ग्रुपमै जाउँ न ग्रुप है रमाइलो हुन्छ ल अगाडि बढेछौँ साथीहरू हेर्नु होला हामी डाँडा पुग्नेछौँ ऊ फेरि अर्को बहिनी पनि यो पनि जान्छ घुमाउने यो पनि हो नमस्कार गर सबैजनालाई सब्सक्राइब गरिदिनु होला भन्न सबैजनाले सब्सक्राइब भन्न सब्सक्राइब गरिदिनु होला मेरो दाइको युट्युब च्यानलमा मेरो दाइको युट्युब च्यानलमा चित्रखातीको युट्युब च्यानलमा गएर सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला तेरो नाम के रे सुजाता खाती मेरो नाम चाहिँ हजुर सुजाता खाती मेरो बहिनी मेरो टिकटक अनि यसको तेरो आइडी के छ अरे मेरो टिकटक आइडी सुजाता खाती छ सबैजनाले गएर लाइक कमेन्ट गरिदिनु होला अब त कहाँ जान्छस् अब मस्तिर लु हिँड्नु अगाडि मेरो बहिनी हो यता को बस्छ यता अनि दिदीहरूकोतिर पनि जाने कि कहाँ जान्छ नि हामी एउटा बुवा हुनुहुन्छ धेरै बिमारी हुनुहुन्छ अरे अनि त्यही भएर हामी जान मिल्दैन त्यहाँनिर होइन मिल्न त मिल्छ बस्दैन भएको छ ल साथीहरू हामी अगाडि नै बढेका छौँ अब है दिदीको रुमतर्फ जाने कि अरू जाने भइ नि त्यहीँ अगाडि बढ्ला ल साथीहरू है अब अगाडि बढेछौँ हामी दिदीको रुमतर्फ भने होइन अब हिँड्न चाहिँ हिँड्यो के छ कसो छ होइन साथीहरू सबैजनालाई स्वागत छ फेरि पनि है अगाडि यहाँ आइयो आउन चाहिँ यहीँ हो गरे हो नि बिरामी चाहिँ यहाँ भन्नुहुन्छ ए हिँड्नु अगाडि यहाँ भान्जी अगाडि है रुँदै हिँड्छ नि है चुप लाएर हिँड्ने चुप लाएर हिँड्ने हल्ला गर्ने हिँड्ने है चटपटा आयो भनेदेखि यहाँ गाह्रो हुन्छ फेरि होइन गाइजहरू चटपटाउनु हुँदैन क्या धेरै होइन चटपटा आयो धेरै गाह्रो हुन्छ एउटा पसलहरू छ यहाँ यहाँनिर है अब चक्लेट किन्न गएकी छ बहिनी चक्लेट किन्न गइरहेकी छ चक्लेट किनेर लिएर आइज म अगाडि बढ्दै गर्छु है चक्लेट किनेर आउने होइन उहाँ पुगे खान् दुईजना मेरो बहिनी र एउटा दिदी उहाँ अगाडि पुगे खान् उनीहरू अगाडि बढ्छन् यात्रामा छन् हामी चाहिँ यति पछाडि छौँ अब यताबाट कहाँ जाने त थाहा छैन म त बाटोसाटो पनि देख्दैन यसो अर्को ठाउँमा होइन लाठै गाह्रो छ क्या साथीहरू अब अगाडि अझै बढौँ अगाडि बढौँ के छ कसो छ रमाइलो कस्तो छ होइन पाखा चाहिँ धेरै रमाइलो छ है पाखा धेरै रमाइलो छ के भयो रे ल आऊ त्यहाँबाट लिएर आऊ बोकेर ल्याइज बोकेर काँधामा लिएर आइज बहिनी ल्याइस चक्लेट ल्याइस ओहो ल ठिक छ ल यहीँदेखि अगाडि लिएर अब हल्लारी बस्ने ल हल्लारी बस है अब एकछिन मात्रै हो हेर्नुहोस् साथीहरू है अब हाम्रो चाहिँ अलि भान्जी अलि हल्ला बढी गर्छन् त्यस कारणले गर्दाखेरि अलि झगडा बढी हुन्छ विद्यार्थी भाइ बहिनी हुनुहुँदो रहेछ यसो चाहिँ बहिनीहरू केही प्रश्न गर्न सक्छु तिमीहरूसँग मैले
हजुरसँग एउटा केही प्रश्न गर्न सक्छु सक्छु भने एउटा सानो एउटा प्रश्न गर्छु है तपाईँहरूले सही जवाफ दिनु होला है केही जिके क्विजहरू गर्छु म त्यसमा चाहिँ अब हजुरहरू प्रिपेयर भएर एकदम दिनु होला अहिले नै गर्नुपर्ने हो र हजुर अहिले अलि इमर्जेन्सी छ त्यसो भए अब हजुरहरूलाई इमर्जेन्सी छ भने त मैले रोक्ने कुरा पनि हुँदैन होइन त्यसको लागि चाहिँ हजुर ल ल ल ल ल होइन इमर्जेन्सी छ भने त त्यही त ठिक छ ल अगाडि बढौँ हामी अब अगाडि बढिरहेका छौँ होइन अगाडि बढिरहेका छौँ होइन हाम्रो स्कुले भाइ बहिनीहरूको चाहिँ अलिकति समस्या भएको कारणले अलिकति इमर्जेन्सी भएको कारणले गर्दाखेरि उहाँहरूले प्रश्न भन्न सक्नु भएन होइन अब अगाडि फेरि कोही भेटियो भने हामी उहाँहरूसम्म प्रश्न राख्नेछौँ मैले उहाँहरूले दिन सक्नुहुन्छ है अब फेरि हामी अगाडि बढ्ने नै छौँ भन्ने मैले लागिरहेछ ल यहाँबाट चाहिँ पुरै देखिँदो रहेछ साथीहरू काठमाडौँ सहर यो ठाउँको नाम के रे जेठी भन्दै त नानी एकचोटि तिनकुने तिनवटा कुरा त देख्दैन नि त भयो त कता कता छ हौ तिनकुना सायद त्यो तिनकुने कहाँ रहेछ त्यो तिनपट्टि परेको त त्यो जग्गा त्यो तिनकुने भन्ने ठाउँ त तिनवटापट्टि जग्गा त्यो भन्थ्यो त के हो त्यो पनि यतै हो ए यो टोटेल लगाएको भन्छ नि यसलाई के भन्छ अरे यस्तो लाएर यहाँ खेतीपाती यस्तो राम्रो भएको छ कि यहाँनिर काठमाडौँमा है गोलबेडा खेती बबाल भएको छ बबाल अगाडि हिँडिरहेका छन् दिदीबहिनीहरू फेरि यहाँ यत्रो घर छ यता त्यस्तै छ होइन अब हल्का मेरो अनुहार पनि हेरौँ न होइन हेरौँ हिलो छ यस्तो हिलो बबाल छ के खान गएको है त त्यो काँडामा हैसेलु ल हैसेलु खानु भएको छ फेरि उहाँ काँडाले रोकेर मार्ला है काँडाले रोकेर मार्ला ल ऐसेलु खाँदै खाँदैन है ऐसेलु मिठो हुन्छ ऐसेलु होइन गुलियो हुन्छ नि त ए जाउँ यो ऐसेलु के खान थाल्नु भयो तपाईँ ओ ऐसेलु खाइरहनु भएको छ बिस्तारी आउँदै गर्नु होला भन्न हामी हिँड्दै गर्छौँ है ल बिस्तारी खाएर आउनु है सँगै जानुपर्ने चाहिँ हामी खासमा सँगै नै हो होइन जेठी जानुपर्ने चाहिँ सँगै हो उहाँहरू अब उहाँहरूसँग फेरि अब उहाँ ऐसेलु खान जानुभयो छैन त्यही भएर हामी चाहिँ अगाडि बढौँ है साथीहरू पर्खेन भएर चाहिँ नरिसाउनुलाई तपाईँहरू फेरि अगाडि बढाउनु भएको छ हाम्रो फेरि को हुनुहुन्छ यतैको हजुरआमाहरू चाहिँ हुनुहुन्छ होला नि त्यही त अगाडि बढौँ फेरि लिएर आइस खाएर आउँछु भनेको होइन ल फेरि लिएर आइस यसले खोइहाले एउटा दादालाई धन्यवाद ऐसेलु बहुत गुलियो आछा लेकिन चाइनिजको ठिक छ के चोक भन्छ अरे यसलाई चुनदेवी चोक चुनदेवी चोकमा हिँड्दैछौँ हामी लखर उताबाट गाडी कुदेछ हामी चारजना लखर हिँड्नेछौँ साथीहरू अब अगाडि बढ्ने नै छौँ हामी फेरि हे सेती खोला ओर्लेर गयो रे लाउने भए आउनु है माया लाउनलाई ए लाको माया ओर्लेर गयो है राम्रो छ मेरो गीत है हो ए सबैजना मिल्ने हो हामी त त्यही डाँडातिर त होला नि हामी जाने के कता हो माइली बहिनी त्यही डाँडा चढ्ने हामी कता हो जानुपर्ने खोइ सिमेन्ट चाहिँ हेरेर चुनदेवी सिमेन्ट भन्ने हो क्या शिवम सिमेन्ट मारुतिको कलामा औँसीको रातोमा स्कुटर आयो सर खाएमा वेट बिजोग छ साथीहरू बिजोग छ हाम्रो ठाउँमा होइन बिजोग छ हेलो भाइहरू कतिमा पढ्ने हो आफूहरू लजा हुँदो भाइहरू होइन लजा हो त भाइ अनि कतिमा पर्छ भनेर सोधेँ क्या मैले हजुर 6मा कुन स्कुल पढ्छौ हजुर कतिमा पढ्छौ 6मा ए अनि
केही प्रश्नहरू सोद्धाखेरि तिमीले एन्सर दिन सक्छौ मलाई सक्दैनौ अलि भाइ अलि कम्पिटिसन होला ए ल ठिक छ ल ठिक छ ल नाम के रे तिम्रो विशेष ए ल ठिक छ विशेष ल ठिक छ भाइ ल बस राम्ररी ल अगाडि बढौँ अगाडि यता फेरि अर्को भाइ आइरह हो भाइ पनि त्यही स्कुल पढ्ने होला को हो पसल के सोध्नु हो पसल त भाइहरूलाई यसो पढाइ कसो सोध्नु पऱ्यो नि त भविष्यको कर्णधारहरू हो भाइहरू होइन यो भाइहरूले पनि यहीँ केही पढेर गर्न सक्यो भने राम्रो हुन्छ क्या साथीहरू मेरो विचार थियो होइन अब उहाँहरूले तर एन्सरै राम्रो दिन सक्नुहुन्न अब के हाम्रो पढेर उहाँहरूले भाइहरूले केही गर्ने भविष्यको कर्णधारहरू होइन अहिले भर छमा पढिरहेको भाइहरू तर उहाँहरूले नि हो गरेर देश चलाउने पछि गर अब म अरू विद्यार्थीलाई पनि सोध्छु होइन अब उहाँहरूले एन्सरै दिन सक्दैन भने त पढेको के मतलब नि त्यो पनि हो होइन एउटा कुरा चाहिँ फेरि पछि गएर यस्तै पसलहरू खोल्नु पर्दाको दुःख पाउँछ नि त फेरि भाइहरूले यस्तै पसलहरू त खोल्ने होइन यस्तै जाने होइन अब यहाँ आउनु भएको छ हाम्रो फेरि स्कुलबाटै आउनु भएको होला हेलो हेलो के छ कुन स्कुल पढ्ने हो आफूहरू ए उहाँहरू पनि लजाएर जानु हो होइन ठिक छ लजाउनु पनि पर्छ यहाँ ठुलै रहेछ फेरि पसल अर्को पसल फेरि ठुलै रहेछ यो दाजु भाइ किराना स्टोर्स भनेको छ पसल त के छिर्नु फेरि केही छैन पसलतिर त काम छैन 2 3 4 5 छ हो भाइ भाइको हेराइ कडा छ ल बाइकहरू पनि आइरहेछ उताबाट एउटा विद्यार्थी आउनु भएको छ त्यो बैनीले सोध्नुपर्छ क्या प्रश्नको त्यो बैनी चाहिँ पढ्न जस्तो थिएन हेर्दाखेरि तर के सोध्नु उस्तै हो कि के थाहा तर सबै भने जस्तो हुँदैन नि त होइन त्यही हो अलिकति गाह्रो सबैजनालाई फेरि पनि स्वागत छ सबैजनाले सब्सक्राइब गरिदिनु होला साथीहरू होइन सबैजनाले होइन एकदम मैले पनि एकदम दुःख र सङ्घर्ष गरेर बनाएको छु होइन साथीहरू होइन अब यत्तिकै त म के बनाउँथेँ होइन दुःख धेरै छ मेरो पनि यसमा होइन लगानी धेरै लागेको छ हजुरहरूले यति सब्सक्राइब गरिदिनु भयो भने मेरो पनि अलिकति आँट जागरण हुन्छ मलाई पनि भिडियो बनाउनु लाग्छ नि त तपाईँहरूले सब्सक्राइबहरू नै गरिदिनु भयो भने त मलाई त फेरि अलिक दुःख लाग्छ होइन त्यस कारणले गर्दाखेरि हजुरहरूले यति गर्नु हो भने मलाई खुसी लाग्ने छ भन्ने मलाई लाग्छ फेरि बहिनीले यता के किनेछ त फेरि के किन्न आँटेको है पसल त खतरा रह त ठुलो आइफोनको किन्न आँटेको यसको ब्याट्री पाइन्छ त यहाँ ए तरकारी किन्नु भएको छ क्या दिदीले फेरि लौ यसले हेरि के लिएर बसेको नानी अहिले हो यहीँ उभो जाने है जानु गन्तव्यसम्म त पुग्नु पऱ्यो नि त नानी होइन ल यहाँबाट चाहिँ 2टा बहिनी र अर्को दिदी चाहिँ रुमतिर जाने अरे हिँड्न नसक्ने कारणले यो बहिनी र म चाहिँ माथितिर चढिरहेको छौँ ल किन रिसाउनु यो बहिनी र म चाहिँ अगाडि बढिरहेका छौँ है अब हामी चाहिँ हिँड्न सकिरहेका छौँ होइन असम्म कि सकेको नानी सकिरहेको छौँ हामी हिँड्नलाई हो बसायो बुलेर आयो साइड लाग्नु नानी साइड लाग्नु गाडीले कुच्याउँछ अहिले काठमाडौँ ल साथीहरू यहाँ चाहिँ एउटा मन्दिर रहेछ है यो मन्दिर कहाँ भन हामी आइरहेको छौँ सानो एउटा मन्दिर जय हो नजरले रक्षा गरौँ है अब यहाँ बस्नुपर्ने हुन्छ एकछिन फेरि पनि सबैजनाले सब्सक्राइब गर्नु होला साथीहरू होइन एकदम दुःख छ मलाई दुःख कष्ट गरेर आइपुगेको छु यहाँ पनि अब यो मन्दिरबाट ठ्याक्क उयो माथि पछि डाँडो आइपुगिहाल्छ त्यहाँबाट फेरि देखाउँछु उता काठमाडौँ सहर देखाइ त नानीको ल हेर्नु काठमाडौँ अलिक सानो मन्दिर रह साथीहरू तर भगवान् त सानो र ठुलो हुँदैन नि त्यही पनि फेरि अर्को अलिकति ठुलो मन्दिर उहाँ तल रहेछ फेरि त्यहाँ जानुपर्ने भयो हामी फेरि त्यो त ल मेरो युट्युबमा चाहिँ मजाले सब्सक्राइबहरू आओस् युट्युबमा त्यही भन्न चाहन्छु भगवान् श्री माता रक्षा गरून् है मेरो युट्युबमा सब्सक्राइब बढो आओस् है बढो आओस् चुनदेवी मन्दिरबाट धेरै एकदम चुनदेवी मन्दिर छन् माताले धेरै रक्षा गर्नु मलाई फेरि पनि एकचोटि सब्सक्राइब राम्रो बढोस् साथी फेरि चप्पल खोजेर जान्छ होला है म त लारे जान्थेँ लारे आए पनि केही छैन भयो हे भगवान् मलाई माफ एकदम मेरो एकदम यो सब्सक्राइब बढाइदियो भगवान् सब्सक्राइब बढाइदियो युट्युबमा सब्सक्राइब बढाइदियो भगवान् श्री है भगवान् है जय होस् यता अगाडि यहाँ पनि बजाउँ यहाँहरू जय होस् रक्षा गर्नु भगवान्ले ऐना र छैन पनि अरे लु है भगवान् श्री यति चाहिँ गरिदिनु हजुरले
जय रक्षा गरौँ है सब्सक्राइब बढाइदिनु पऱ्यो क्या साथीहरू भगवान्लाई यहाँ भित्र पनि छ है यहाँ ठुलो मन्दिर ठुलो रहेको छ यहाँ ठुलो घन्टी बजाउँछु म टिङ भगवान् श्री नमस्ते नमस्ते है मेरो सब्सक्राइब बढाइदिनु पऱ्यो सब्सक्राइब अरू केही पनि होइन अरू केही बढाउनु पर्दैन सब्सक्राइबको लागि आएको म है सब्सक्राइब बढाइदिनु पर्छ साथी सब्सक्राइब है नमस्ते नमस्ते सब्सक्राइब फेरि एकचोटि सब्सक्राइब बढाइदिनु पऱ्यो है यहाँ भगवान्लाई देखाउनु त नि नानी है म भगवान् सामु आएको छु भगवान्लाई देखेँ त मलाई अब है म भगवान् सामु आएर फेरि सब्सक्राइब बढाउनु पऱ्यो क्या साथीहरू है प्लिज सो मच साथीहरू प्लिज सो मच सब्सक्राइब गरिदिनु है म यहाँ भगवान् सामु यस्तो सुतेर बसेको छु हेर्नु म भगवान्लाई बोके आएर पनि भन्न सक्छु मलाई सब्सक्राइब चाहियो क्या अगाडि है अब हामी यो सामु छोडेर फेरि हामी माथि डाँडामा जान्छौँ अब डाँडामा जाँदैछौँ हामी डाँडामा पुगेपछि तपाईँहरूलाई फेरि हामी खबर गर्नेछौँ है त डाँडा गाउँ के हो रेस्टुरेन्टमा आइपुगेछौँ हामी यहाँनिर पहिला के कस्तो हुन्छ थाहा भएन होइन म त तपाईँ यहाँनिर आएको छु यसै जाँदा बन्द भएर लाग्छ है गाउँ ठाउँमा होइन ठिकै छ काठमाडौँ सहरमा राम्रो छ ठाउँ होइन राम्रो छ अब यहाँबाट म उता कट्ने छैन यो रेस्टुरेन्टभित्र बन्द भयो जस्तो लागिरहेछ मलाई मान्छे छन् तर त्यहाँनिर अलिकति कर्मचारीहरू मात्रै छन् रेस्टुरेन्ट चाहिँ बन्द छ अब हामी फेरि फर्किने तर्फतिर लागिरहेछौँ आउनु साथीहरू हेरौँ फेरि एकचोटि काठमाडौँ सहर देखाइदिनु फेरि पनि हेरौँ काठमाडौँ सहर फेरि पनि एकचोटि हेरौँ अब हामीले भनेको डाँडा उही माथि हो अब हामी आइ नै सकेछौँ है त्यही माथि हो त्यही डाँडा हो आयो बाइक बाटो है बाइकले फेरि साथीहरू मैले भनेको चाहिँ डाँडा यहाँ हो ठ्याक्कै अन्त्य मेरो सिमाना यही डाँडासम्म रहेको छ अब यो डाँडाबाट पछिको भ्लग चाहिँ मेरो अर्को दिन आउनेछ अब एक हप्ता पछाडि है यो डाँडाबाट चाहिँ पुरै देखिँदो रहेछ साथीहरू हेर्नु त्यो यता यो पुरानो नैकप डाँडादेखिको सबै यता यो ठाउँहरू सबै देखिँदो रहेछ है रमाइलो भ्यू धेरै राम्रो रहेछ है मेरो बहिनी चाहिँ त्यहाँनिर बसेको छ अब यो माथि त गाउँै छैन अब के जानु यो यतानिर छ अलिअलि यहाँबाट त कटिँदैन अब मेरो अर्कोमा आउँछ भ्लग सबैजनाले हेरिदिनु होला पुरा भिडियो हेर्नेलाई त्यसलाई धेरै धेरै धन्यवाद छ है जसले पुरा भिडियो हेर्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म है त ल अब अर्को दिन आउँछ फेरि अर्को भ्लग सबैजनाले प्रतीक्षा गरेर हेरिदिनु होला सब्सक्राइब फेरि पनि गर्नु होला गर्नु भएन भने तपाईँहरूसँग फेरि अर्को पनि भिडियो लिएर आउनेछु म भन्दै आजको भ्लग यहीँनिर टुङ्गाउँछु धन्यवाद।